हेलो गाइज साथीहरू, यति बेला हामी शारदा खोला हेर्नलाई जाँदैछौँ। अगाडि रुबेन छन् भने म क्यामेराम्यानमा तपाईहरु माझ रहेको छु भने तपाईले मेरो साथमा देख्न सक्नु शारदाको यो खोला हामी नजिकै जाँदैछौँ। तपाईलाई शारदा खोलाको हामी दृश्य तपाईलाई देखाउने छौँ। र यता वरिपरि विभिन्न फूलहरू पनि तपाई देख्न सक्नुहुनेछ। यो फूल अति सौन्दर्य पूर्ण छ भने हामी कति केटाहरू तलतिर गइसकेका छन्। उनीहरू नेपालगञ्ज कोहलपुरबाट आएका हुन्। रुबेनको विवाहको लागि भनेर आएका हुन् भने उनीहरू अहिले खोला हेर्नको लागि जाँदैछन्। हामी भने तपाईहरु माझ निकै नै भिडियोहरू लिएर आउने प्रयास गरिरहेको छु। मैले तपाई मेरो साइडमा रुबेनलाई पनि देख्नुहुन्छ अगाडि दुलाहा राजा। त्यसैगरी तपाई मेरो साथमा यहाँनिर केरा पनि देख्नुहुनेछ। केरा यहाँनिर चाहिँ छ, अब पाक्नलाई केही समय लाग्नेछ। त्यसपश्चात म जाँदैछु र मेरो अगाडि तपाईले धान पनि देख्न सक्नुहुनेछ। धान यति बेला पहेँलै रूपमा धान झुलेको छ हैन। यसपश्चात केही समय पश्चात अब धान काट्ने बेला पनि हुनेछ हैन। भने यो दृश्यमा तपाई देख्न सक्नुहुनेछ। धान देख्नुस्, यो यहाँदेखि परसम्म माथिसम्म तपाई धानको दृश्य तपाईले देख्न सक्नुहुनेछ। यहाँनिर धान रहेको छ। धान भने यहाँनिर तपाईहरु माझ म शारदा खोलाको पनि अपडेट दिनेछु। यो पनि यतातिर पनि धानै धान रहेको छ। म केही समय अगाडि बढ्छु र तपाईहरु माझ म आउने छु। र यहाँनिर चाहिँ म जाने क्रममै एउटा कुलो रहेको छ। अलिकति पानी खेतमा पानी लगाउनको लागि कुलो रहेको छ। यहाँबाट जानुपर्ने अवस्था आएको छ। तपाईले अब तपाई दृश्यमा देख्न सक्नुहुनेछ शारदा खोला को हामी नजिकै आइपुगेका छौँ। म शारदा खोलाको म किनारमा छु भने तपाईहरुले अगाडि देख्न सक्नुहुन्छ। यो दृश्य शारदा खोलाको दृश्य तपाईहरुले देख्न सक्नुहुनेछ। यो दृश्य निकै नै रमाइलो एकदमै हेर्न लायकको दृश्य रहेको छ। यो शारदा खोला हाम्रो सल्यान जिल्लाको प्रमुख खोला पनि हो। त्यसकारण तपाईहरुलाई मैले देखाउँदै छु यो समयमा। यो खोलाको साथसाथै यतातिर जङ्गलहरू पनि रहेको छ भने यहाँनिर फोटो सेसन भइरहेको छ। अगाडिपट्टि म बढ्दैछु। यो खोला यहाँनिर एकदम रमाइलो दृश्य रहेको छ। तपाईहरु माझ यो खोला म देखाइरहेको छु। यहाँनिर कुलो रहेको छ। यो यहाँदेखि तलतिर खेतमा पानी सिँचाइ गर्नको निमित्त बनाइएको कुलो हो। र यसपश्चात तपाई यो शारदाको यो दृश्य तपाईले देख्न सक्नुहुनेछ। कति रमाइलो, कति हेर्न लायकको छ। हेरौँ लाग्ने यो खोला सल्यान जिल्लाको एकमात्र खोला शारदा नदी हो। तपाई यो दृश्यमा देखिराख्नु भएको छ। वरिपरि डाँडाहरू पनि रहेको छ। यहाँनिर रुखहरू पनि छ भने तपाई यो दृश्य तपाई देख्दै हुनुहुन्छ। रमाइलो छ, हेरौँ लाग्ने पनि छ। अलि साउनको महिनातिर अलिकति खोला अलिकति ठुलो नै हुन्छ भने अहिले सानो छ, किनभने अहिले यो असोज महिना हो। यति बेला धेरै ठुलो छैन र वार पार गर्नको लागि खासै गाह्रो चाहिँ पर्दैन। तर पनि
यो खोलालाई हामी हेर्नेछौँ। यो खोला यहाँ तलतिरको दृश्य यहाँबाट यो खोला बगेर तपाईहरु माझ म के अपडेट दिनेछु। यो खोला बगेर कालीमाटी को ठाउँमा मिसिन्छ, त्यसपछि त्यहाँबाट बबैतिर मिसिन्छ। यहाँबाट बगेर कालीमाटी गाउँपालिका हुँदै बबै हुँदै दाङतिर यो खोला मिसिन्छ, शारदा खोला। यो दृश्य तपाईँ देख्न सक्नुहुन्छ, कति रमाइलो कति आकर्षक रहेको छ। यो दृश्यमा तपाईहरु रमाउन सक्नुहुनेछ, किनभने प्रकृतिले भरिपूर्ण है यो सल्यान जिल्ला अनि त्रिवेणी गाउँपालिका अनि काभ्रा हैन, प्रकृतिले भरिपूर्ण ठाउँहरुले एकदम भरिएको ठाउँ हो। तपाईहरुले मेरो अगाडि देख्न सक्नुहुनेछ। हुन्छ, म यो भिडियोलाई राख्नेछु। तपाईहरुमा यस्तै खालको भिडियोहरु आउने दिनहरुमा म ल्याउने कोसिस गर्नेछु। तपाईहरु मलाई साथ सपोर्ट गर्न नबिर्सनु होला।